राजनजी एनटिएको अफिसमा आउँदाखेरिको दिन मलाई एकदम झझल्को आइरहेको छ। यो 10 वर्षको निरन्तर प्रयास, अघि उहाँले आफ्नो मन्तव्यमा भनिसक्नुभयो, कोभिडका बावजुद पनि हामीले त्यसलाई निरन्तरता दियौँ। त्यो कार्यक्रमसँग म कुनै न कुनै रूपले सुरुमा ज्युरी र अहिले एडभाइजर कमिटीमा रहँदाखेरि आफूलाई गर्वको अनुभूति हुने एउटा प्लेटफर्म दिनुभएको छ। अब यसले अघि उहाँले बारम्बार एउटा कुरा गर्नुभएको छ, इकोसिस्टम। सरकारले नीतिहरू ल्याउँछ, तर त्यो नीति यदि एकाडेमियासँग र इन्डस्ट्रीसँग तादात्म्यता राख्दैन भने त्यो नीति कार्यान्वयन हुन सक्दैन। त्यसमाले यो आइसिटी अवार्ड र उहाँले गरेका अरू कार्यक्रमहरूले त्यो टोटल इकोसिस्टमको स्टेक होल्डर्सहरू को हो, त्यसका पार्टनर्सहरू को हुन्, तिनीहरूलाई एउटै थलोमा ल्याएर एउटा समुन्नत नेपालको परिकल्पना गर्ने जुन वातावरण तयार गर्नुभएको छ, त्यसले मलाई लाग्छ हामी सबैले त्यसबाट बेनिफिट लिएका छौँ र समग्र डिजिटल ट्रान्सफर्मेसनमा यो आइसिटी अवार्ड र यस्तो चाहिँ स्टार्टअप एन्ड आइडिया फेस्ट जस्ता कार्यक्रमहरूले धेरै ठुलो महत्त्व राख्छन् भन्ने मलाई लाग्छ।